द आर्ट अफ मुभिङ अन। सायद यो एउटै प्रश्न होला जसको जवाफ हामी सबैलाई चाहिएको छ। या सायद मलाई अलि बढी थाहा छ यो सफर सजिलो छैन, तर एक दिन म पक्कै सफल हुन्छु। खैर, सफल हुन्छु भनेर कसरी भन्नु? जबकि आफूले माया गरेको मान्छेलाई बिर्सनु पर्छ। अब यसलाई सफलताका चार घेराभित्र गन्नु कि नगन्नु? हो, यस्तै प्रश्नले घेरिएकी छु म। जुन दिन सबै जवाफ पाउँछु, सायद त्यसै दिनलाई सायद त्यसै दिनलाई मुभ अन मान्ने त होला। मुभ अन हुन्छु कि हुँदिनँ थाहा छैन। तर त्योभन्दा पहिले केही जान्नु छ? जस्तै कि सबै कर्ली हेयर गाय तिमी हुँदैनन्। सबै ब्लू सर्टमा ब्ल्याक बक्स प्यान्ट लगाउने तिमी हुँदैनन्। सबैलाई मुलेट हेयर कट मन नपर्न पनि त सक्छ र सबैलाई नसुहाउन पनि सक्छ। सबैलाई दिनकै मासु भात खान मन नपर्न पनि त सक्छ। सबैलाई काम, काम, कामको मात्र पिर पर्छ भन्ने पनि त छैन। सबैलाई मेसेजभन्दा कल मनपर्छ भन्ने पनि छैन। अनि सबैलाई कन्सेन्ट लिनुपर्छ भन्ने थाहा नहुन पनि सक्छ। सबैलाई बटुक, चिया, चुकौनीको स्वाद थाहा नहुन पनि त सक्छ। अनि अनि सबै बाइकमा हिँड्ने जति तिमी नै हुँदैनन्। हो, मुभ अन हुनु पहिले बस यति कुरा कण्ठै गर्न छ। र जब बाटोमा कुद्दै गर्ने, तिम्रो जस्तै देखिने सबै बाइकलाई फर्की फर्की हेर्न छाड्छु, हो, त्यो दिन चाहिँ साँच्चै म मुभ अन हुन्छु।